आज हामी यहाँ लाकक भन्ने ठाउँमा आइरहेको छौँ हैन। यहाँ सानो चर्चहरू छ हैन अनि होपफुली देयर इज गोना बी लट अफ थिंग्स टु सी। आज वेदरले कतिको साथ दिन्छ हेरौँ। यो सानो चर्च इन द टप अफ द हिल। यहाँ सानो यस्तो खालके बाटोको छ है ट्र्याक। यहाँ चाहिँ चराहरू हुन्छ नि त, सो चराहरू गीत गाइरहेको छ विच इज अलवेज गुड। लेट्स यसो स्टपको नेक्स्ट गेट। सो यो पब्लिक फुटपाथ चाहिँ जसले फलो गर्नु होला। यहाँ काउजहरू पनि छ, आई हेभ टु बी केयरफुल विथ द काउज। यो चाहिँ अब आई थिङ्क दिस इज द थर्ड वान हैन। ओ लुक एट द्याट, लुक एट द्याट म्यान। भर्खरै त्यहाँ दुईवटा चराहरूको फाइट भइरहेको थियो होइन। आई थिङ्क दिस इज द फोर्थ वान। अनि हल्का रनिङ पनि हुने आँटेको छ होइन। गोर्ज भन्छ नि त, खोलाको साइडमा हुँदाखेरि त्यहाँ भेजिटेसनहरू एकदम फल्छ, फुल्छ, फर्स्ट आउँछ। अनि यहाँ हेर्नुहोस् हल्का बहिनी छ, हल्का यहाँ चाहिँ फार्मल्यान्ड छ। यो चाहिँ लस भेजिटेसन छ। आई डोन्ट नो लाइक इफ द फार्मर्स हेज ग्रोन समथिङ हियर। यहाँ खोला आएको छ होइन। यो वी कैन ह्यान्डल द स्मल स्ट्रिम्स है। ट्र्याक खालके बुलुबर्ड टाइपको रुखलाई यसरी नमस्ते गरिरहेको छु। के यो पब्लिक पाथवे हल्का एलिभेटेड छ है। रिभर, सानो ब्रिज। यहाँ चाहिँ मान्छेहरू लास्ट छिनी आउँदैछ है। त्यहाँ दुई तिन ठाउँमा चाहिँ स्मोक भइरहेको छ क्या। सानो कुरो रहेछ सानो ब्रिज। दुईवटा खोला मज भएर चाहिँ अब एयरपोर्टको बाउको घर जानु पऱ्यो नि। अब यो सानो चर्च like a Harry house. Apparently this is the Harry Potter house, है ना? के हो त्यो? नेगेटली अनि त्यहाँ चाहिँ यसो हल्का यसो क्यासल भित्र जानु पाइनुहुन्थ्यो। डबल क्या लकअप म्यानर। भित्र जानु पाइँदैन होइन, तर बाहिरबाट हेर्दाखेरि इट लुक्स राइट। खोला साइड बिस्तारै खोला फलो गर्दै जाने हो नि त होइन। आजको दिन वर्थ इट। हट चक्लेट खाइरहेको छु मैले। अनि यहाँ खोलाको छेउमा स्वान पनि आइरहेको छ, दुईवटा स्वान। कति ब्युटिफुल होला। हेलो, के छ? ठिकै छ? मेजेस्टिक, सच अ नाइस स्वान। म तपाईँलाई क्याप्चर गर्छु। इज द्याट राइट? सानो खोलाहरू, ब्रिजहरू, which is quite good. हेर्नुहोस् चाहिँ आज ग्राउन्ड चाहिँ यो माथि डाँडाबाट अल द वे उता कुनामा गएर त्यो खोलाको फलो गरेर त्यो लकक भन्नेमा गएर अनि यो हिल फेसमा आएर अनि यो लास्ट स्ट्रेच छ। यहाँ चाहिँ घरहरू हेर्नु न त्यो छारेको क्या। सो दिस इज वाट आई वान्ट यु गाइज टु सी। वक पनि बिन अ रियली गुड वक। फुलहरू नि फुलिरहेको छ, ब्लुमिङ भइरहेको छ, मास आउँदैछ होइन। सो या